के तपाईलाई कहिलेकाहीँ यस्तो लाग्छ, म यो गर्न सक्दिनँ, मानिसहरूले के भन्लान्? र यही सोचका कारण तपाईले धेरै अवसर गुमाउनु भएको छ? यदि हो भने समस्या क्षमता नभएको होइन, आत्मविश्वास कम भएको हो। आजको भिडियोमा हामी कुरा गर्नेछौँ आत्मविश्वास कसरी बढाउने। नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई जितको रहस्य च्यानलमा। साथीहरू, जीवनमा सफल हुनको लागि सबैभन्दा आवश्यक कुरा हो आत्मविश्वास। यदि तपाईँ आफूमाथि विश्वास गर्नुहुन्छ भने कुनै पनि कठिन लक्ष्य सम्भव हुन सक्छ। आज म तपाईलाई आत्मविश्वास बढाउने 5 तरिका बताउने छु। 1. आफूलाई विश्वास गर्न सुरु गर्नुहोस्। आत्मविश्वासको सुरुवात आफूमाथिको विश्वासबाट हुन्छ। यदि तपाईँ सधैँ सोच्नुहुन्छ, मबाट हुँदैन, म कमजोर छु, त्यसले तपाईँको आत्मविश्वास घटाउँछ। त्यसैले आजबाट आफूलाई भन्न सुरु गर्नुहोस्, म सक्छु। 2. सानो सफलता बनाउनुहोस्। ठूलो सफलता सानो कदमबाट सुरु हुन्छ। यदि तपाईँ साना लक्ष्य पूरा गर्न थाल्नुहुन्छ भने बिस्तारै आत्मविश्वास बढ्न थाल्छ। 3. डरको सामना गर्नुहोस्। डर आत्मविश्वासको सबैभन्दा ठूलो दुश्मन हो। यदि तपाईँ डरबाट भाग्नुहुन्छ भने आत्मविश्वास झन कम हुन्छ। तर यदि तपाईँ डरको सामना गर्नुहुन्छ भने आत्मविश्वास बढ्छ। 4. आफ्नो तुलना अरूसँग नगर्नुहोस्। धेरै मानिसहरू आफ्नो तुलना अरूसँग गर्छन्। यसले आत्मविश्वास घटाउँछ। याद राख्नुहोस्, हरेक मानिसको यात्रा फरक हुन्छ। त्यसैले आफ्नो तुलना हिजोको आफूसँग गर्नुहोस्। 5. सकारात्मक मानिसहरूसँग बस्नुहोस्। सङ्गतले मानिसको सोच बदल्छ। यदि तपाईँ नकारात्मक मानिसहरूसँग बस्नुहुन्छ भने तपाईँको आत्मविश्वास घट्छ। तर सकारात्मक र प्रेरणादायी मानिसहरूसँग बस्नुभयो भने आत्मविश्वास बढ्छ। साथीहरू, आत्मविश्वास जन्मिँदा आउँदैन, यो अभ्यासबाट बिस्तारै बनिन्छ। आजबाट एउटा निर्णय लिनुहोस्, म आफूमाथि विश्वास गर्नेछु। किनकि याद राख्नुहोस्, संसारले तपाईँलाई विश्वास गर्नु अघि तपाईँले आफैलाई विश्वास गर्नुपर्छ। धन्यवाद साथीहरू। यदि तपाईलाई यस्तो प्रेरणादायी भिडियो मनपर्छ भने जितको रहस्य च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी फेरि अर्को प्रेरणादायी भिडियो लिएर छिट्टै भेट्नेछौँ। धन्यवाद।